हेलो साथीहरू नमस्कार। आज चाहिँ म चाहिँ यो एकदम टाइम पास चिउरा केलाउँदैछु साथीहरू। केलाउँदै अहिले बयममा हाल्दैछु साथीहरू। अनि म यो केलाइसकेर हल्का यसलाई तेलमा रिफाइन तेलमा चाहिँ भुटेर राख्छु। यसो टाइम पास है, जानु पनि कहाँ जानु, पानी परिरहेछ साथीहरू है। र तपाईहरुलाई म भुटेर पनि एकदम चटक्क पारेर देखाउने छु साथीहरू। अब चाहिँ म कराई खरिसकेको छ। अब चिउरा भुट्नका लागि चाहिँ थोरै रिफाइन तेल हालिरहेको छु साथीहरू। अब यो खरेपछि चाहिँ म चिउरा हालेर परपरी भुटेर चाहिँ सेल्लेपछि फेरि पनि बयममा हालेर चाहिँ राख्छु। कारण साथीहरू यसो दिउँसो इभिनिङमा चियासँग खानु कति मजा आउँछ है साथीहरू। र आज चिउरा मात्रै हैन, त्यसमा हामीले एड गर्नु सक्नुहुन्छ पापड पनि फ्राई गरेर हाल्नु सक्नुहुन्छ। त्यसमा फेरि पनि एड गर्नु सक्नुहुन्छ राम्रो खालको भुजुरी पनि। र हामीलाई हल्का नास्ता पनि बनिनेछ साथीहरू है। र अब यो तेल खरिँदैछ साथीहरू। आज मेरोमा पापड पनि छैन, भुजुरी पनि छैन है साथीहरू। सिम्पल म चिउरै मात्रै भुटेर राख्दैछु हल्का नुन लगाएर। र इभिनिङमा चियासँग लिन सक्छु। र तपाईहरु पनि यसरी नै बनाउनुहोस् है साथीहरू। पानी परिरहेछ है साथीहरू। तपाईलाई म बाहिर पानी परेको पनि देखाउँदैछु साथीहरू। अवस्था अब चिउरा म हालेर हल्का फ्राई गर्दैछु है। एउटा हातले क्यामेरा ओ माइ लर्ड, बइन फुट्यो भने चाहिँ सक्यो साथीहरू। यो मैले अघि दुईपल्ट गरेर चाहिँ भुट्नु पर्यो साथीहरू है। बेसी तेल चाहिँ आउँदैन, हल्का ब्राउन गर्नुपर्छ साथीहरू है। छुरुप नपारेर हल्का क्या साथीहरू। कति मजा आउँछ यस्तो बेलामा चाहिँ चिउरा भुटेको खानुहोस्। अनि मकै छ भने मकै भटमास खानुहोस्, कति मजा आउँछ, कति मिठो हुन्छ है साथीहरू। दुईचोटि गरेर भुटेर चाहिँ एकदम मजाले राख्छु। तपाईहरुले पनि चिउरा यसरी ल्याउनु भएको छ भने, कतिलाई काँचो चिउरा मन पर्दैन है, हल्का यसरी भुटेर राख्नुभयो भने नानीहरूलाई पनि राम्रो हुन्छ। प्लस ठुलै मान्छेले पनि खानुभयो भने एउटा खाजाको रूपमा पनि हुन्छ साथीहरू। भोक पनि टर्छ साथीहरू। र तपाईहरुलाई म बाहिर पानी परेको देखाइरहेको छु साथीहरू। यो एकदम हिट हुँदै गर्छ है। पानी परिरहेको